जित्ने मान्छे त्यही हो जसलाई म आफूले जित्न सक्छु भन्ने आत्मविश्वास हुन्छ। नमस्कार सम्पूर्ण उपस्थित महानुभावहरूमा। म मिन तामाङ बेथानचोक गाउँपालिका वडा नम्बर 4 काभ्रेपलाञ्चोकबाट पेशाले म एक शिक्षक, प्रशिक्षक एवं प्रेरक वक्ता। आजको यस कार्यक्रममा मलाई सकारात्मक सोचको फाइदा भन्ने विषयमा बोल्ने अवसर प्रदान गर्नुभएकोमा आयोजक संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै यस सुनौलो अवसर प्राप्त भएकोमा म अत्यन्तै हर्षित पनि भएको छु। तपाईको जीवनमा अहिले जस्तो छ के त्यो तपाईको सोचको परिणाम हो भन्ने कहिले सोच्नु भएको छ? जीवनमा समस्या त सबैको हुन्छ, तर कसैले हार मान्छ, कसैले जित्छ। फरक के हो त? फरक हो तपाईको सोच। सकारात्मक सोचले तपाईलाई विभिन्न किसिमको फाइदा दिन सक्छ। पहिलो नम्बरको फाइदा छ सकारात्मक सोचले आत्मविश्वास बढाउँछ। जब तपाईँ सकारात्मक सोच्नुहुन्छ, तपाईँ आफूलाई कमजोर होइन सक्षम देख्नुहुनेछ र असम्भवलाई पनि सम्भव बनाउन सक्नुहुनेछ। तनाव र चिन्ता घटाउँछ। नकारात्मक सोचले मनलाई थिच्छ, तर सकारात्मक सोचले मनलाई हल्का बनाउँछ। समस्या उस्तै हुन्छ, तर प्रतिक्रिया बदलिन्छ। सम्बन्ध राम्रो बनाउँछ। सकारात्मक मान्छे सधैँ आकर्षक हुन्छ। उसको बोली, ऊर्जा, व्यवहार सबैलाई तान्छ, जसले सम्बन्ध बलियो बनाउँछ। अवसरलाई पनि देख्न सिकाउँछ। जहाँ अरूले समस्या देख्छ, सकारात्मक सोच भएका मानिसले त्यहाँ अवसर देख्छ। हारलाई पनि उसले सिकाएको अवसर मान्दछ, सफलतातर्फ लैजान्छ। सकारात्मक सोच भएको व्यक्तिले हरेक चिजमा सफलतातिर अगाडि बढ्न सक्षम हुन्छ। उसले सफलता एकै दिनमा आउँदैन भन्ने सोच्छ। सकारात्मक सोचले तपाईलाई निरन्तर अगाडि बढ्न मद्दत गर्छ। निरन्तर प्रयास नै सफलताको चाबी हो। कहिलेकाहीँ जीवनले यति गाह्रो बनाउँछ कि लाग्छ अब त सकियो, तर त्यति बेला तपाईको सोचले निर्धारण गर्छ तपाईँ हार्ने कि उठ्ने। त्यसैले आजै निर्णय लिनुहोस्, म नकारात्मक होइन सकारात्मक सोच्नेछु। किनभने सोचले तपाईलाई तपाईको जीवन बदलिदिन्छ र तपाईको सोच बदल्यो भने तपाईको जीवन अवश्य पनि बदलिन्छ। हस्त, धन्यवाद।